देश बनाउने भनेको कुरा त कल्पना पनि गर्नु भएन। किन भन्नु होला भने जसको पालामा भत्काएर भत्किँदै गएको छ हो, त्यसमा त त्यतातिर त जानै भएन। अब आज जुलुस निक्लिएछ भन्ने कुरा चाहिँ तपाईँले भन्नुभएको कुरा के हो भन्नु होला भने जो यसको दोषी चाहिँ हाम्रो नेपाली सेनालाई देख्छु मैले। किन भन्नु होला भने त्यो जुन भदौ 24 गते थियो नि, जे नहुनु पर्ने भएको थियो नि, आगो लागेको थियो नि हो, सबै कसको त सेनाको शरणमा ज्यान बचाइदेऊ भनेर गुहार माग्न गएको थियो नि हो। अनि राष्ट्रपति पनि त्यही पर्खाइमा सेनाले बचाउँछ कि बचाउँदैन मलाई भन्नेमा हुनुहुन्थ्यो नि। त्यति बेला के गर्नु पर्थ्यो नेपाली सेनाले थाहा छ? देश भत्काउनेहरू सबै भत्काउनेहरूलाई ल तपाईँहरूको हामी सुरक्षा दिन सक्दैन, छिटो भाग्ने भए भाग्नुहोस् भनेर शेख हसिनालाई चाहिँ भगाइसक्नु पर्थ्यो। उनीहरू भाग्न तयार थिए। त स्वयंसेवक होला नि, आपद विपदका काममा होला, देश बनाउने अभियानमा होला, हरेक उसमा काम दिएन। यी पुस्ताहरूले, युवा पुस्ताहरूले काम गर्दैनन् एमालेका व्यक्तिहरूले। यस्तो हुन्छ हेर्नुहोस्, के छ भन्नु होला भने जो विदेशबाट किनिएकाहरू हुन् यी अहिलेका नेताहरू भन्नेहरू, जसले योभन्दा अगाडि देश चलायो हो। म त परै पुग्छु अझ 47 सालदेखि यता देश चलाउनेहरूले देश दोहन गरे, विदेशीको खेताला भएर के काम गरे त भन्नु होला भने नेपालमा भ्रष्टाचार गर्ने, परिवारमा कहाँ हो विदेशमा लगेर पैसा थुप्र्याउने, के गर्ने, देशलाई बर्बाद बनाउने, उद्योग धन्दा मास दिने, व्यापार मास दिने, सारा गरिदिने र विदेशीको इसारामा जे भन्छ उसले त्यही गर्ने। नेपालको कहाँ भत्काइदिन्छ भत्काइदिने, कुन उद्योग भत्काइदिन्छ भत्काइदिने, कुन व्यापारीलाई हिर्का भन्छ त्यहाँ हिर्काइदिने, कसलाई ठग्ने के गर्ने भन्छ पुरा विदेशीको निर्देशितमा चल्दिए। त्यो विदेशीको निर्देशनमा चल्नेहरूलाई अब त्यो के थियो भन्दा राष्ट्रको सेना, यो के भन्ने यो देशको थाई सरकार भनेको नेपाली सेना हो। त्यो थाई सरकारले यिनीहरूलाई कारबाही गर्छ कि गर्छ होला भन्ने मलाई लागेको थियो। सेना या ऊ पनि विदेशीको इसारा चल्यो कि चुक्यो कि त्यो थाहा छैन मलाई। सेनाले त अब आफ्नो शासन सत्ता हातमै लिएन त कसरी कारबाही गर्छ? हो त्यही त तपाईँलाई म भन्दैछु। उहाँले त अन्तरिम सरकार बनायो, राष्ट्रपतिको सहमतिमा सुशीला कार्की नेतृत्वको सरकार बनिसकेपछि सेनाले कारबाही गर्ने अधिकार हुन्छ र? उसले संविधानभन्दा बाहिर सेनालाई जान छुट छ र? संविधानभन्दा त बाहिर त गइसक्यो नि। तपाईँ कहाँ कुन संविधानको कुरा गर्दै हुनुहुन्छ? संविधानमा चलिरहेको छ देश अहिले। संविधानभन्दा त सबै आउट गइसकेको कुरो नि। अहिले त्यहाँ संविधान भनेर यिनीहरूले के गर्दैछन् तपाईँलाई थाहा छ? संविधान भनेर मरेया मान्छेलाई छोपेर कपडाले छोपेर जिउँदैछ भनेर यिनीहरूले चाहिँ त्यसो गरिरहेछन्। पम भएर हावा दिइरह भनेका छन् अहिले। जस्तो यो सेनाभन्दा पनि अन्तरिम सरकारले एक्सन लिन नसकेको हो। जेन्जीहरू त फेरि विद्रोहमा उत्रिसके नि त। एक किसिमको जेन्जीहरू अब हारिसके, आन्दोलनहरू हाइज्याक भइसक्यो, अब जेन्जी उठ्न सक्दैनन् भन्दै गर्दा हिजो देख्नुभयो होला बारामा कसरी एमाले कार्यकर्ता नेतालाई खेदिसके, पार्टी कार्यालय जलाइसके भनेपछि जेन्जी त निदाएका रहन्छन्, सुतेका रहन्छन्, भागेका छैनन् नि त, अझै पर्खर हेरमै रहेछन् नि। तपाईँले भन्नुभएको के भने यो अन्तरिम सरकारै होइन, यो अन्तरिम सरकारै होइन। अन्तरिम सरकार हुनलाई त्यो संविधान त त्यसको चाहिँ पाखा लागिसकेको मरिसकेलाई जीवित छ भन्नै हुँदैन नि त हो। त्यसो भएर यो सरकारलाई अन्तरिम सरकार, यो सरकार भन्नै हुँदैन। अब के छ भन्नु होला भने हिजो तपाईँले भन्नुभयो सिमाराको घटनाको कुरा लानुभयो हो। अब त्यो घटना मलाई लाग्छ कि त्यो त्यति मात्रै हुँदैन, त्यो अझ उग्र रूप लिएला भन्ने मलाई लागेको छ। त्योभन्दा भीषण देशमा हुन लाग्यो भन्ने मलाई चाहिँ त्यस्तो लाग्छ। किन त्यसो भन्नु होला भने होस् भन्ने मैले चाहेको छैन, नचाहँदै हुन्छ। अनि जेन्जीहरूले काङ्ग्रेस, एमाले, माओवादी पार्टी चाहिँ नचाहेकै हो त? प्रतिशोधको राजनीति, निषेधको राजनीति हुन्छ त? जेन्जीले त्यही चाहेको हो त? यो चाहिँ यस्तो जेन्जीका माग पुरा नभएर आक्रोशित छन् जेन्जीहरू। यो चाहिँ यस्तो छ, के छ भन्नु होला भने जेन्जी भनेको त शुद्ध जेन्जी चाहिँ क्या, त्यसरी भन्नु सब। यहाँ जेन्जी त धेरै भइसक्यो के। शुद्ध जेन्जी त्यो युवाहरू, बौद्धिक युवाहरू, देशलाई जसले माया गर्छ तिनीहरू त्यो देश भत्काउने अवस्थामा छैन र उसलाई यो सरकार मन परे पनि छैन। तर अहिले के छ भन्नु होला भने त्यो जेन्जीहरू नै कसको सपोर्टमा को हो, कसको सपोर्टमा हो, कुन पक्षको जेन्जी हो चिन्न नसक्ने अवस्थामा ती चकनाचुर फुटफाट भएको छन्। तर फुटफाट कसरी भएको, किन भएको त भन्नु होला भने जो त्यति बेला
विदेशीको इसारामा घुसपैठ भयो नि हो विदेशीको इसारामा घुसपैठ भएर यो देशलाई भत्काउन लागेकाहरू तिनीहरूले भत्काउने अवसर पायो नि त्यो अवसर सेनाले दियो नि त्यो दिन के गर्नुपर्छ मैले अघि नै भनिसकेँ होइन त्यो पर्थ्योमा नजाउँ गरेन सिद्धिसक्यो सेनाले लिन चाहेन शासन सत्ता आफ्नो हातमा लिन चाहेन आउट ट्र्याकमै कुरा गरौँ होइन तपाईँले भन्नुभएको के भने अगाडिको कुरा नभनी पछाडि कुरा त मिल्दैन तर तपाईँले त्यसरी भन्नुहुन्छ अगाडि जाने नै कुरा गर्नुहुन्छ भने आजै त त्यसो भए आजै त्यो सेनाले कब्जा गरोस् न त त्यो सुशीला कार्कीले म प्रधानमन्त्री हो भन्ने हो भने उहाँले नै यो संविधान छैन यो अन्तरिम संविधान बनाएर अब कार्य अगाडि बढ्छ भनेर बोल्दै भएन त्यसरी बोल्नु पऱ्यो नि त अगाडि जानलाई त अनि चुनाव गराउँछु भनेर अब तपाईँले संवैधानिक बाटो जानु पर्दैन भन्नुभयो त्यो संविधानको बाटोमा सुशीला कार्की सरकार हिँडिरहेछ संविधानले बनाएको सुशीला कार्कीलाई प्रधानमन्त्री हो राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउँदा मैले त्यो उहाँले शपथ नखाँदै के भनेको थिएँ भन्नु होला भने उहाँले अब शपथ खाँदाखेरि राजा ज्ञानेन्द्रसँग शपथ खानुपर्छ भनेको थिएँ होइन जेएनजीहरू चाहिँ अब दलसँग लड्ने नि हुन् भिड्ने नि हुन् दललाई निषेध गर्ने नि हुन् अब कुरो चाहिँ के छ भन्नु होला उनीहरूको आक्रोश हो जसरी जेएनजीहरूको माग तत्कालीन सरकार केपी शर्मा ओली लेखकदेखि आइजिपीदेखि अब गृह सचिवको को छन् पक्राउ गर्नुपर्छ भन्दै गर्दा त्यो पक्राउ नपरेको आक्रोश हो कि एमाले ओपन च्यालेन्ज गरेर भिड्दैछन् त त्यसो हेर्नुहोस् म त के भन्ने पक्षमा छु भने जेएनजीको नि विचार सायद त्यही होला युवाहरूको कस्तो हो भन्नु होला भने अब सेनाले 24 गते गर्नुपर्थ्यो गरेन अब गर्नुपर्छ अबको आन्दोलनमा गर्नुपर्छ सेनाले गर्नुपर्छ यी सबैलाई विदेश पठाउने हो कि यहाँको जेलमा हाल्ने हो अनि के त भन्दाखेरि अन्तरिम सरकार अन्तरिम संविधान त्यसद्वारा अर्को संविधान लेखेर अनि मात्रै निर्वाचन हुनुपर्छ म त फागुन 21 हुने निर्वाचन हुनुपर्छ भनिरहेको छन् नि म त निर्वाचनको पक्षमा छैन निर्वाचन हुनुहुन्न भन्छु र अर्को कुरा यहाँ अब धेरै मान्छेले राजावादी हुँ भन्नेहरूले जनमत सङ्ग्रह जानुपर्छ राजा पछ्या जनमत सङ्ग्रह भन्छन् नि जनमत सङ्ग्रह कदापि गर्नै हुँदैन राज संस्था बहाली गर्नको लागि जनमत सङ्ग्रह गर्न हुँदैन के राजालाई जनमत सङ्ग्रहले फालेको हो तपाईलाई एउटा ख्याल छ तपाईँ नजन्मिँदैको कुरा म भनिदिउँ 36 सालको आन्दोलनले जनमत सङ्ग्रह घोषणा गरिदिएको राजा वीरेन्द्रले हो त्यो के भयो त भन्दा त्यो जनमत सङ्ग्रह भन्ने निर्वाचन त हो नि त्यो निर्वाचनमा गइसकेपछि के भयो त भन्दा अब निर्दलीय पञ्चायती व्यवस्थाले त जित्यो कति भोट कतापट्टि छ त भन्ने कुरा त देखियो नि अनि विपक्षीले त लाग पाए नि हो अर्को कुरा के छ भन्नु होला भने यहाँ इलेक्सन चुनावको कुरा गर्छ राज संस्था चुनावले आउने हो त्यो राज संस्था हुन्छै हुन्न जनमत सङ्ग्रह भने त अनि चुनाव हो कि होइन भन्नुहोस् अनि चुनाव भएपछि लो कति मत बढी आएछ राजा पछि लो राजा भइबस्यो अनि भोलि विपक्षीले के भन्छ राजा जनमतले फाले हो राजा त्यो भयो भने त के भन्छ राज संस्थाको चुनाव हो भन्नुपर्छ त्यसरी जान्नुहोस् अब म एक्लै बोलिरहेको छु यो कुरा हुँदैन जनमत सङ्ग्रह हुँदैन तपाईँले अघि मेरो क्वेसनकोमा आउनु भएन जेएनजीले किन अब पार्टीलाई देखि सहँदैन कि यो सरकारले जुन हिसाबले काम नगरेर विद्रोहमा फेरि उठ्यो त्यसको उत्तर दिइहाल्छु म जेएनजीले सहँदैन होइन जेएनजीले सहँदैन मलाई नै सही छैन हुँदैन भन्ने कुरा त मै ढुक्क छु म भन्न सक्छु दिल खुलाएर म भन्न सक्छु यो हुँदैन भनेर त म पनि भन्छु जेएनजीको समर्थनमा हो म हुने भने केपी शर्मा ओली पनि सिधै प्रहार गर्न आउनेलाई फिर्केर दनक दिने भन्छन् महेश बस्नेतहरू त अब अचार बनाउने किचिपिची पार्ने भन्छन् जेएनजी त एक किसिमको आक्रोश छ पीडा छ एक किसिमले विगत लामो समयदेखि देश लुटेका छन् पार्टीले भन्ने आरोप छ भ्रष्टाचार गरेको छन् देश बनेन भन्ने एउटा दुःख हुँदै जुन जेएनजीहरूमाथि मार्यो त्यसको आक्रोश छ अब यहाँ गृह युद्ध हुने भने त्यसको दोषी सुशीला कार्की हो किन भन्नु होला भने अब चोर्न आएको चोरलाई समातेर जेल हाल्ने या के गर्ने गरिएको भए अरू चोर पनि चोर्नलाई जुर्मुराउने थिएन हो अब त्यो त भएन त्यो नभइसकेपछि यसो गरे यसै हुँदो रहेछ अनि मौका पायो नि त मौका दिनु हुन्थेन नि हो सुशीला कार्की त्यत्रो प्रधान न्यायाधीश भएको मान्छेले कि त्यो म हुँदैन म चाहिँ
प्रधानमन्त्री हुन योग्य छैन, यो संविधानले मलाई दिँदैन, बाहिरबाट भए म हुन्छु नि, यहाँबाट त यो संविधानअनुसार म हुन्न भन्नु पर्थ्यो नि उहाँले। संविधान बचाउँछु भनेर उहाँ प्रधानमन्त्री हुने अनि कसैलाई केही नि कारवाही नगर्ने, त्यतैतिर उहाँको लागि मेली हो कि? काङ्ग्रेस एमाले माओवादी सेटिङमै बने कि हुन् त सुशीला कार्की प्रधानमन्त्री? मलाई चाहिँ सेटिङ हो। मलाई चाहिँ यस्तो लाग्छ, हेर्नुहोस् के छ भन्नु होला भने सुशीला कार्की आएदेखि हामीलाई बचाउँछन् भन्ने यिनीहरूलाई केही न केही भएकै होला। हुन्छ भने अब हामीले त भनिसकेका छन् नि तिनीहरूले। पुष्पकमलले यसै भन्नुभएको छ हो, केपी ओलीको सिफारिसमा भए पनि भन्नुभयो। अब उहाँ त जसो जे पनि बोलिदिने भएर के यो देशको प्रधानमन्त्री नियुक्त गर्नलाई हुकुम केपी ओलीको हुकुम लाग्ने हो? भन्नुहोस् त। अनि केपी ओलीले सिफारिस गरे मान्छे जो नि प्रधानमन्त्री भइहाल्ने हो त? हो, त्यस्तै गरी बोलिदिनु भयो क्या पुष्पकमल दाहालले। कुनै दल नेतामा माथि आरोप छैन, यसले भ्रष्टाचार गरेको छ पनि भन्दिनँ म भन्न थालिन्। सुशीला कार्कीले आफै भन्नुभएको छ जस्तो जुन प्रधानमन्त्री हुनुभन्दा अगाडि त उहाँको आक्रोश थियो नेताप्रति होइन, कसैलाई बाँकी पनि राख्दिनँ, प्रधानमन्त्री भएको बेला 1 हप्तामा सब भ्रष्टाचारी कोच्छु भने अझ 5वटा प्रधानमन्त्रीको त अनुहार हेर्न मन छैन भन्दै गर्दा अहिले त पन्सिनु भएन। उहाँले भनिसक्नुभयो, हिजोको अन्तर्वार्ता सुन्नुभयो होला। उहाँले के त भन्दा, म त अगाडिको कुरामा जाँदै जान्न, म कसैलाई कारवाही गर्ने के गर्नेमा जाँदै जान्न, मेरो काम भने त चुनाव गराउने हो, त्यही चुनाव मात्रै गराउन जान्छु भनेर भन्नुभयो हो। त्यसो हुँदाखेरि त के भन्दा, चुनाव गराउन खोज्छु भए हुन्छ नभए हुन्न, देश त भाँडभैँडमा गए जाओस्, देशमा सरकार खै त, देशको त सम्पूर्ण कुरा सम्पूर्ण जिम्मेवारी मेरो हो भन्नु पर्दैन उहाँले? खै भन्न सके भन्नुहोस् त। अनि चुनाव त ओलीले गराइहाल्थ्यो नि 2 वर्षपछि। ल एउटा कुरा तपाईँले यो राइट कुरा उठाउनु भयो। सुशीला कार्की यो अन्तरिम सरकार जेन्जी आन्दोलन के आवश्यक थियो त? यो चुनावै अगाडि ल्याउन मात्रै भयो। अगाडि चुनाव घोषणा गर्दाखेरि नि चुनाव हुन हुँदैन भनेर सर्वोच्चले चुनाव नगर्ने आदेश दिए हो नि, हो कि होइन? चुनावमा धेरै खर्च हुन्छ, छिटो चुनाव गराउँदा भनेकै हो नि। त्यसो भए त हो तपाईँले भने चाहिँ 84मा चुनाव त भइहाल्थ्यो। केपी ओलीले गराउँथ्यो या शेरबहादुर आएर गराउँथ्यो या परिस्थितिले पुष्पकमललाई ल्याउँथ्यो, त्यही 3टा हो हुने त, अरू त मैले देखेको थिएन। सबै यहाँ खेलोमेलो त्यही भइरहेछ हो, आएन चुनाव त हुन्थ्यो। अब यही संविधान अनुसार यस्तै गरेर लुटपाट गरेर फेरि त्यही मध्यावधि चुनाव गराउनलाई त्यत्रो सिंहदरबार आगो लाग्ने, अदालत आगो लाग्ने, देश ध्वस्त हुने हो। यहाँ त आतङ्ककारी हमला भने जस्तो हो। हेर्नुहोस् अब के भन्छ, त्यहाँ त जेन्जीले गराएको भन्छ। हेर्नुहोस् त जेन्जीको बेइज्जत, यी चोरहरूले जेन्जीको बेइज्जत गराएको हो कि होइनन्? जसले त्यस्तरी गर्यो त्यो जेन्जीको बेइज्जत गरेको छ नि। के भनेको थियो तपाईँलाई थाहा छ नि? जेन्जीको आन्दोलनभन्दा अघिल्लै दिन गमलामा भएको एउटा फुल पनि केही नहोस्, देशलाई माया गर्नुपर्छ भनेको हो नि त्यो जेन्जी युवाहरूले। युवा भनौँ न, मलाई युवा भन्न मजा लाग्छ कि। ठिक छ, एउटा उमेरको पुस्ता भइहाल्यो हो। तिनीहरूले त देशलाई चाहिँ उन्नति गरौँ, देशको उन्नति गरौँ, विथितिको अन्त्य गरौँ हो, सामाजिक सञ्जाल बन्द नगरौँ, भ्रष्टाचारीलाई निर्मूल गरौँ, यो नारा हो नि त जेन्जीको त। सिंहदरबार आगो लाम, अदालत आगो लाम, सर्वोच्च अदालत आगो लाम, देश दोहन पारौँ, ध्वस्त पारौँ, विदेशीको इसारा नाच्छौँ त जेन्जीले भनेको छैन नि हो। त्यहाँ नाच्ने को गयो हो? अब एउटा कुरा यहाँनिर मान्छे चिन्नुपर्छ। बाहिरबाट मान्छे आछ भने बेग्लै कुरो हो, नत्र भने यहाँ अहिले पुरानो हेर्दाखेरि के त भन्दा त्यही एमालेको, त्यही काङ्ग्रेसको, त्यही माओवादीको, त्यही रापरको, त्यही मान्छेहरू होइन त? त्यो मान्छेहरू को हो त? तपाईँहरूको त्यो जेन्जी भएर घुसिया तपाईँहरूको मान्छेहरू को हो भनेर उनीहरूलाई सोध्नु पऱ्यो। अब त्यो तपाईँहरूको त्यसरी घुसेर यो देश आगो लगाउने मान्छेहरू को हो? मान्छे त यही नेपाली नै हो। कसले कसलाई लगाउनु भयो अब यो चाहिँ सोध्नुपर्छ कि पर्दैन हो? र अर्को कुरा के छ भन्नु होला भने तपाईँहरू कसको इसारामा देश दोहन गर्दै हुनुहुन्छ, गर्दै आउनुभयो, गर्दै हुनुहुन्छ। अब पनि फेरि यही संविधान भनेर फेरि पनि चुनाव भनेर आफै आएर फेरि पनि दोहन गर्छु भन्ने हो तपाईँहरूको? यही संविधान जोगाएपछि त जेन्जीहरू सबै दोषी भएन होइन र? यो संविधान जोगायो भने जेन्जी दोषी सबै पक्राउ पर्छ। पक्का कुरा तपाईँले यो राम्रो भन्नुभयो होइन? जेल जाने चाहिँ को जाला को नजाला हो, तर यो संविधान जोगाउनु भनेको, यो संविधान अनुसार चल्नु भनेको मेरो तर्फबाट जेन्जीलाई दोष दिन्छु। यदि यही संविधान अनुसार चलाउने, चुनाव गराएर जाने भन्ने हो भने त्यो जेन्जी चाहिँ दोषी हो। अहिले सरकारप्रति पनि जेन्जीहरू आक्रोशित छन् होइन? जुन जेन्जीकै बलमा जेन्जीले चुनेको, डिस्कोडबाट चुनिएको भन्ने एउटा
न्युजहरू आउँथे या भ्रम फैलाएको थियो आफ्नै ठाउँमा छ। जुन किसिमले जेनजी लिडर हुँ भनेर अग्रपङ्क्तिमा देखिएका सेना राष्ट्रपतिसँग वार्ता गर्न जाने पात्रहरू त्यतिखेर जसले सुशीला कार्कीलाई समर्थन गरेका थिए, यो सरकारको राजीनामासम्म माग्न थालिसके, व्यापक आलोचना गरिरहेछन्। अब गजब कुरा छ क्या। अब राजीनामा भनेको छ नि, यो राजीनामा पनि गजबको शब्द भइसक्यो नेपालमा होइन। अब राजीनामा भन्ने त उही केपी शर्मा ओलीलाई राजीनामा दिनु मन थियो र होइन? बाध्यात्मक पारिएको घोक्राइएको हो नि, त्यो बाध्यात्मक हो, घोक्रिन परेको हो कि होइन भन्नुहोस् न। अड्न नसकेर भागेको कुरा हो नि त त्यो। राजीनामा खुसीले म चाहिँ गएँ भने हो र खुसीले जाने भएको भए उहाँले अब 23 गते बिहानै 22 गते नै छोडिदिए भए भइहाल्थ्यो हो। उहाँ त खुसीले गएको त होइन। होइन, अहिलेको सरकारले त जेनजीले भनेको मान्नुपर्छ नि त। जेनजीले बनाएको होइन, जेनजीले फिर्ता ल्याए, फिर्ता आउनुपर्छ। जेनजीलाई बर्बाद बनायो। त्यो जेनजीलाई बर्बाद बनाउनु, देश बर्बाद बनाउनु। जेनजीले फेरि विद्रोह गर्छ नि, तयार जेनजी उत्रिसक्यो नि, निदाएको रहन्छ नि त जेनजी। होइन, कुरो के छ भन्नु होला भने जेनजीमा फुट ल्याउनु र अब अहिलेको सरकार, तपाईँले भन्नुभयो सुशीला कार्कीको सरकारले यो संविधान बचाउँछु र चुनाव गराउँछु, पहिलाकोलाई म केही नै गर्दिनँ, हेर्दिनँ भन्ने दुर्भाग्य होइन भने? त्यो दुर्भाग्य होइन? त्यसो गर्ने हो भने सुशीला कार्की किन आएको सरकारमा हो? अब राजीनामा माग्न लागिसके भन्नुभयो नि तपाईँले। राजीनामा किन नमाग्ने? हुन त राजी खुसीले दिनुहोस् भने ठिकै छ, अहिले दिए, आजै दिनुभयो भने राजीनामा होइन। राष्ट्रपति समक्ष सुशीला कार्कीको राजीनामै हुन्छ। राष्ट्रपति समक्ष ज्ञापन पत्र बुझाइसक्यो नि, आज भोलि राजीनामा फिर्ता बोलाऊ अब सुशीला कार्कीलाई भन्ने, त्यो राजीनामा चाहिँ राजीनामै हुन्छ। सुशीला कार्कीले आज भोलि राजीनामा दिनुभयो भने त्यो राजीनामा हुन्छ। त्यो राजीनामाको भाषामा के त भन्दा, म चुनाव गराउन भनेर आएको हो, मैले हेरेँ यो संविधान अनुसार चुनाव गराउन हुने पनि होइन र देशको परिस्थिति हेर्दा मैले नसक्ने भएपछि किन बसिरहनु भन्ने मलाई लागेर निक्लिँ भनेर राजीनामा दिनुभयो भने उहाँको सबै कुरो बच्छ। एमाले भिड्न तयार भइसक्यो, आन्दोलन गर्न तयार भइसक्यो, अझ संसद बिउताउँछु, यो सरकारै कानुन सम्मत छैन भन्दा